ल्या गाइस गाइसहरु हेर्नु न झर्ना निस्किना कसरी भन्न छिटो कालो दो भन्दा पनि डायलग चाहिँ सेवाको बुढा हेलो गाइस गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल अन्त आज किन हाँसेको किन गाइस आज चाहिँ हामी गोरमाङलामा आएको थिएँ अन्त अब हामी घर जाँदैछु हो यो चाहिँ हो पहिला ल्या भयो गाइजहरु क्यामेरा उल्टा पक्रेर तनाव भइरहेको रहेछ यो चाहिँ हो तपाईको गोरमाङला हो कि कुन चाहिँ ब्लक अरे खोइ कुन चाहिँ 6 ब्लक होला 5 ब्लक उसको छेउमा गाइज हामी पहिला म बेंगलोर फर्स्ट आउँदाखेरि म यतै बसेको हो गाइज तर मात्र मैला छ नहेर्नु मलाई हेर्नु त्यति बेलासम्म कि अन्त यहाँ मेरो काली छिन् मनकी कहाँ भयो भन मेरो नानाको युट्युब च्यानललाई पुरा सब्सक्राइब गरेर उयो गराइदिनु भन्न भन्न भनिदिनु अब फेरि यस्तो गर कि पैसा पाउँदैन तैँले पछि भन्न प्लिज मलाई आउँदैन भन्न म बोलेको छु न वाक्क भयो होला नि त तँ भन्न त म अडियो म भन्छु नि त गाइस मेरो नानाको च्यानललाई लाइक सब्सक्राइब सेयर फलो गर्नु भयो धन्यवाद राख्नुहुन्छ तपाईहरुलाई कस्तो लाग्छ मेरो नानाको च्यानल मलाई त वाक्क वाक्क लाग्छ भिडियो गाइस जाडा यिनीहरुले यसले बोल्नै जानेन हो गाइसहरु के गर्नु अब कसैले सपोर्ट नगरेपछि म एक्लै भिडियो गर्नु पर्यो अब के गर्नु आज लागि भए पनि भयो हेर्दिनुस् ल अहिले चाहिँ त हामी घर फर्किँदैछ बिहानै 9 बजी उहाँहरू चराहरू उडेको गइसक्यो आए आन्द्रा थाके यो त तपाईको गोरमाङलाको थियो है अहिले होस् एकछिनमा देखाउँछु ल गाइजहरु एकछिन पर्खिनु मेरो हात दुख्यो अब त गाइजहरु हेर्नु न आहा यो के भन्छ यो सिन कस्तो दामी देखेको है बाटो हेर्नु न अटोमा छु म मेरो मोबाइल चोरेर लग्यो भने गाइज म त न्यालले शीतल छ नि यो एरिया चाहिँ किन भन्नु त मेरो मोबाइल खोजेर लग्यो भने हाम्रो कालीले उठाएर ल्याइहाल्छ नि हैन ल्याउँदैनस् त मेरो मोबाइल लग्यो लगोस् म त यस्तो कस्तो छ यस्तो छ दुश्मन खोज्नु गाइस कहीँ जानु पर्दैन बुझ्नु भयो यस्तो पादेको आज त यसले यस्तो डरलाग्दो पादेको गाइस कहिले चाहिँ ए ल सुरुमा कसले भनेको अन्त बिहान त झन् उठ्ने बित्तिकै भ्रट हालेको प्रभु ओके बराबर गरेन बराबर म त तसँग कहिले कम्प्यारिजनमा आउँदैन भन्दा यो के हो यो हेर्नु गाइजहरु यो बेंगलोरको नजारा हो यो बेंगलोरको आज सन्डे भएको कारणले गर्दा चाहिँ यो रोड आज खाली छ बेंगलोरको तपाईलाई थाहा छ एउटा 5 इन्सिडेन्ट भन्नु गाइज तपाईहरुलाई मेरो बहिनीलाई काकीलाई यो कालीको काम हो कि एकपल्ट आमा म त्यहाँ खाना खाएर बसिसकेको थियो यिनीहरु पनि खाएर बसिसकेको थियो हाम्रो मिकल चाहिँ बेडमा थियो नानी चाहिँ चौकीमा थियो परबाट कि होइन मिकलले भ्रट पाद्यो हो ल नानीले पाच्छ त्यहाँदेखि नानी अलिकति पर गएर त्यो डाइनिङ टेबलमा बस्यो कि अझ दुईजना पासमा खेल्दै रहेछ एकजना पास छिटो मिकललाई ढिलो दिएको कि त्यो नानीले पास छिटो झर्ना निस्किना अहिले प्रभुले म मान्दिनँ यो कुरालाई काटेको हो यहाँ थाहा छैन मलाई थाहा छैन अरे अब चाहिँ यस्तो पादेको गाई नभन्छ आज बराबर पानी परेर बाहिर चाहिँ होइन त छोड्यो बाटो गाइस अन्त यो चाहिँ अब ट्राफिक आउँछ यहाँ हो हाम्रो घर जाने बाटो देखाउँछु तपाईँलाई अमृत बेच्नु राखिराख्नु अब त झन् यो बाटो यस्तो पिङ्क फुलेर यस्तो दामी देख्छ कि यो बाटोहरू
अन्त यहाँ चाहिँ मैले स्पिड बनाएँ कि गाइजहरू हेर्नु न मलाई त यस्तोमा म्युजिक लाउनु भनेको त आएन त हो त्यहाँ भएकै म्युजिक त कुनै कस्तो कस्तो नराम्रो नराम्रो छ त अन्त आई मिन लाइक राम्रो म्युजिकै छैन म त सफ्ट म्युजिक लगाऊँ भनेको मैले म्युजिकै पाइनँ गाइजहरू कसरी लगाउँछ मलाई प्लिज कमेन्ट गरेर बताइदिनुहोस् न अब यहाँ जुन भएको छ त्यही म्युजिक सुन्दै भयो हेर्नुहोस् ल नजारा कसरी भन्नु छिटो कालो यस्तो घाम लाग्यो गाइस जानु मन परेन हौ मलाई कसो गर्नु अरे अब यसले के गर्छ यो माथि उभिन्छ हो उता माथि हौ सुपरम्यान भएर जानु म तिमीहरू ल गाइस म अब फेरि गाइस म काममा जाँदैछु अहिले भन्छु ल तपाईँहरूलाई हिजोको स्टोरी के भयो भनेर चाहिँ बाई बाई हेरिरहनु एकछिन यस्तो घाम छ निस्किनु मन छैन सो हेलो गाइस म फेरि घर आइपुगेँ यहाँ निनाहरू चाहिँ के भन्छ के हो क्रिकेटको एकदम उयो गरिरहेको छ पैसाको बेट लगाएको छ अरे गाइस कति कतिको लगाएको छ अरे काली 3000 को प्ल्याक्कै भइदियो के गर्छ रानी के भन्दैछ नि यसले यहाँ त कति रन निड छ अरे 9 रन होइन कति बलमा अब 7 रन निड छ 13 बल्समा होइन भरे क्याच गर्दैको के गर्छिस् 100% हो तैँले पैसा जितेको 100% 1000% के गर्छस् त्यो पैसा के गर्नु मलाई दिएन त ए खोइ त्यो त अब जित्छ भने के थाहा त मलाई ठिक छ आउने हप्ता खुवाउँछु नि त म हेर 3000 गाइजहरू 3000 जितेर पनि अम्बो के हो देखाइदिऊ नानीले के सुरुमा 10000 को गरम भने हैन अनि मैले डर लाग्यो मलाई होस् रिस्क लिदिन भन्नु अनि मैले फेरि आफै भने ल ठिक छ 5000 गरौँ न त भने हैन अनि ल भनेले पैसा हाल्न रेडी भएको थियो अनि होस् 3000 खेलौँ न भने अनि चाहिँ 3000 मलाई कथा लाग्दैछ भन्न 10000 को खेलेको बा हैन नानी व्हाट इज दैट खोले भात आज भात भात छैन खोले मात्रै एकछिन लगालु ए खोले खाना हो ल भयो ल भयो देखाउँदैन त आइज ल हेर्नु न गाइजहरु यिनी यसको खाना देखाउँछ भनेर चाहिँ यो उता पल्ट्यो हो सो गाइस बाइ लो सो गाइस बाइ बाइ म के भन्छ आज हाम्रो के भयो दिन सक्यो गाइस मेरो आजको दिन चाहिँ मेरो यसरी नै बित्यो आज पनि काममा बिजी भयो मैले भिडियो बीचमा बनाउनु पाइनँ किनभने बिजी भएको कारणले गर्दाखेरि सो घर आइपुगे गाइस म मेरो भन्ने सो गाइस यिनीहरू चाहिँ नाटक गर्दैछ यहाँ धेरै कि सो गाइस आज दिनभरि मैले भिडियो बनाउनु पाइनँ नरिसाउनु होस् हो आज जति लो के भएछ हौ म त हालिदिन्छु त
त गए कहाँ लगिरहेको उहाँसम्म अन्त के भएको रहेछ हौ ल गाइस बाई बाई अब हामी खाना खान आँटेको मेरो दिन यसरी सक्यो आज यिनीहरू यस्तो हल्ला गर्छ यस्तो हल्ला गर्छ मलाई भिडियो बनाउनु दिँदैन म काट्दिनँ सिरियली जान्छ यो भिडियो भनेको सिरियली जाने हो ल गाइस सो बाई बाई टेक केयर गुड नाइट आई लभ यु सो मच बुढा फोन निकालेर हेर्न अब चाहिँ यति खाएर चाहिँ ल फोटो खिचेर हेर्न बाई बाई गाइस थ्याङ्क यू फर वाचिङ गुड नाइट मैले हेर्नु नि त